हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल र धेरै दिन बाद चाहिँ म चाहिँ मिनी भ्लग बनाउँदैछु है र माया दिनुहोस् होला धेरै धेरै है र मेरो बिहानको सुरुवात चाहिँ भइसकेको थियो है मैले बिहान चाहिँ नुहाइधुवाइ गरेर घरसर पोछासोछा लाउनु त्यो भिडियो गर्नु चाहिँ मैले भुल्लेछु है अन्त पूजासुजा गरेँ है हेर्नु सक्नुहुन्छ मैले सानकसिनिक पारिसकेको छु सबैतिर है र सानकसिनिक भइसकेपछि चाहिँ त्यसपछि चाहिँ अब भारी ब्रेकफास्ट बनाउने है ब्रेकफास्टमा मैले यहाँनिर मेरो लागि चाहिँ बनाउँदैछु ब्ल्याक टी है यहाँ एकतिर दुध पनि तताउँदैछु अनि मैले चाहिँ यहाँनिर खाएँ ब्ल्याक टी भर्सेस ब्रेड है अनि नानीको लागि चाहिँ अनि मैले हलुवा बनाउँदैछु हैन अन्त नानी कता गयो भन्दा नानी हेर्दै खाना बनाउनुपर्छ नि त है खाजा पनि यस्तो बिजोक हुन्छ है नानी चाहिँ यहाँ खेलिरहेको रहेछ हैन अन्त ठिक्क पापा पनि आउनुभयो ड्युटीबाट है मर्निङ ड्युटी आयो योपालि चाहिँ एकदमै मर्निङ ड्युटी थियो 6 बजी जानुभएको थियो है अनि आउनुभयो अनि उसको लागि पनि मैले खाजा बनाइदिएँ उहाँलाई चाहिँ मैले बनाइदिएँ अन्डा ब्रेड अन्त चिया बनाइदिएँ अन्त दुईजना बाउ छोरा भएर मजासँगले खानुभयो है त्यसपछि चाहिँ मेरो काम सुरु है यहाँनिर हेर्नु सक्नुहुन्छ यति गन्दा भइरहेको हुन्छ बाहिर चाहिँ यति बाल्कनी चाहिँ एकदमै धेरै गन्दा हुन्छ कि अनि सफा गर्न जाँदाखेरि पटै झरेर चाहिँ माटो भयो झर्नु अनि त्यसको लागि चाहिँ मैले पानी लगेर यहाँनिर सफा गर्दैछु है पानी लगेर सफा गर्दै थिएँ कम्ता हिलो भएन त एकछिन त हैन अन्त फेरि यहाँनिर चाहिँ पानी नै कम्ती जान्छ क्या यो पानी कम्ती गयो भने चाहिँ यति धेरै वक्का लाग्छ नि मलाई हो बल्ल 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 तल्ल गयो पानी त्यसपछि चाहिँ फेरि यहाँ भित्र पसेको उता अलिकति सफा गरेँ यता ल्याङफ्याङ भइसकेको रहेछ अघि ल्याङफ्याङ पारिसकेको छ नानीले हेर्नुहोस् है कति सफा गर्नु कति मिलाउनु जस्तो लाग्छ कि घरिघरि त वाक्का छोडिदिन्छु जस्तो लाग्छ कि फेरि मान्छेहरू त्यस्तै बेलामा आइपुग्छ कि कोही बेला अनि ल्या कस्तो गन्दा लाग्दो रहेछ भन्छ होला भनेर फेरि हतार पतार सफा गर्छु फेरि त्यस्तै गरिदिन्छ नानीले के गर्नु है अनि त्यसपछि चाहिँ मैले यहाँनिर होइन ब्ल्याङ्केट धुनु थियो नि त ब्ल्याङ्केट निकाल्नुको लागि चाहिँ यहाँनिर मैले सबै निकालेँ हो दिवानभित्र चाहिँ सबै निकालिसकेर चाहिँ यसमा चाहिँ उयो थियो नि त होइन ब्ल्याङ्केट थियो नि त ब्ल्याङ्केट निकाल्नुतर्फ लाग्यो हामी बुढाले चाहिँ यहाँनिर नानी पक्रिरहनु भएको थियो अन्त यो कुकर चाहिँ हाम्रो बिहामा उठेको अहिलेसम्म चाहिँ हेर्नुहोस् न मैले चाहिँ राखेको है अहिले अब कुकर किन निकाल्नु भनेर है त्यसपछि चाहिँ अन्त ब्ल्याङ्केट निकालेर ब्ल्याङ्केट त धुनुतर्फ लाग्यो बुढी हामी चाहिँ आम्मामा कम्ता साह्रो पर्दैन ब्ल्याङ्केट धुनु चाहिँ है अनि कामसाम सकाइसकेर चाहिँ त्यसपछि चाहिँ म यहाँनिर खाना बनाउनुतर्फ लागेँ यहाँनिर म चाहिँ बनाउँदैछु खानामा है एकदमै मिठो चिकन राइस बनाउँदैछु है अन्त एकतिर पाक्दैछ यहाँ चिकन र पाकि पनि सक्यो अन्त ल खानुतर्फ लाग्यो यस्तो मिठो भएको थियो नि मासु साथ चिप्नेको है त्यसपछि चाहिँ खाइसकेपछि फेरि भाँडा धुनै पर्यो है त्यसपछि चाहिँ अनि भाँडा धुनुतर्फ लाग्यो म किन होला है यति धेरै काम भएको जस्तो लाग्छ घरिघरि त मलाई त साँच्चै भनेको त्यसपछि चाहिँ यहाँनिर पार्सल आएको रहेछ एउटा होइन अन्त पार्सल ओपन गर्नुहुँदैछ मेरो फर द फर्स्ट टाइम पार्सल ओपन गर्दैछ मेरो बुढाले चाहिँ है अनि नानीलाई पनि सुताइरहेको थियो एकतिर यहाँनिर नानी सुतिरहेको थियो हामी चाहिँ यहाँनिर पार्सल ओपन गरेर बसिरहेको थियो है नानी पनि त्यसपछि उठिसक्यो उठेर यहाँनिर खेल्न थालिसक्यो बाउचेलाई पनि बाहिर के गर्दैछ भनेको त बच्चाले बाल्कनीमा बसिरहेको रहेछ हेर्नुहोस् हाम्रो बाल्कनीको नजारा यस्तो छ है अनि मैले चाहिँ यहाँनिर चप्पलहरू धोएर सुकाएको थिएँ है अनि यहाँनिर बुढालाई अलिकति जिस्काउँदैछु म चाहिँ के गर्छ रहेछ भनेर होइन अनि त्यसपछि चाहिँ एकछिन बादमा चाहिँ अल्छी लाग्यो है अन्त बुढा पनि जिम जानुभएको थियो नि त अनि पछि गएँ म पनि बुढासँग जिम अनि नानीले एकछिन यहाँनिर डम्बल सम्बल उठायो लाइट गएर हत्तु है त्यसपछि गएर आएँ अन्त जेठानी दिदीको बर्थडे थियो है अन्त त्यहाँबाट केक सेक ल्याएर चाहिँ यहाँ कटिङ गर्दैछु हामी बर्थडे एकजनाको तिनजनाले केक गर्दैछ नि त मेरो नानीले त यति छिटो टपक्क टिपेर केक खाइदियो नि के नै भन्नु र साथीहरू नानीहरू यस्तै उहाँनुहोस् न अनि साथीहरू हाम्रो चाहिँ आजको डिनरमा चाहिँ वाइ छ है ल बाई साथीहरू भिडियो के कस्तो लाग्यो मन पर्यो भने लाइक सेयर अन्त फलो गरिदिनुहोस् ल बाई।